ल है साथीहरू, आज चाहिँ फिफा वर्ल्ड कप 2026 को चाहिँ फाइनल खेल हुँदैछ। त्यो पनि अर्जेन्टिना र स्पेन विरुद्धको खेल भइरहेछ आज राति 12:45 होइन। अब त्यो खेल चाहिँ कसले जित्छ त भन्ने विषयमा चाहिँ धेरैलाई कौतूहलता लागिरहेको छ। यो त अब वास्तवमा त अब हामीले गेम नहेरी थाहा हुने कुरो भएन होइन। त्यही पनि मैले चाहिँ अब यो पाइथनसँग चाहिँ कुरा गरेको छु कि पाइथनलाई चाहिँ ल भविष्यवाणी गर है त कुनले जित्छ भनेर चाहिँ मैले अनुरोध गरेको थिएँ र उसले चाहिँ एउटा भविष्यवाणी गरेर चाहिँ देखाएको छ। अब हेरौँ हामी कुनले जित्छ त पाइथनको भनाइअनुसार चाहिँ है त। ल यसरी कोड गरेको छ है, यसरी कोड गरेको छ। अनि यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। ल अब यसरी कोड गरिसकेको छ। अब मैले पनि डिस्प्लेमा त हेरेको छैन। अब हामी सँगै बसेर हेरौँ है त यो कस्तो भविष्यवाणी गरेर रहेछ। ल हेरौँ होइन त। ल है यहाँ देखायो 97 चाहिँ अर्जेन्टिनाले गोल हान्यो, त्यसपछि स्पेनले हान्यो र फेरि अर्को दोस्रो गोल पनि स्पेनले हान्यो र यतिमै चाहिँ यसले चाहिँ खेल समाप्त गरेको छ है। भनेको मतलब कि यो खेल फाइनल खेल चाहिँ स्पेनले जित्ने भनेर चाहिँ भनेको छ। तर अब यो जुनले जिते तापनि हामीले चाहिँ यसरी यो पाइथनले गरेको भविष्यवाणीमा भर पर्नुभन्दा पनि हामी आफै बसेर चाहिँ खेल हेरिसकेपछि हामीले यो वास्तविकता थाहा पाउने नै छौँ। त्यसपछि अरू कुरा गरौँ है त।